सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले आफ्नो इनिसियल पब्लिक अफरिङ आइपिओ सर्वसाधारणलाई खुल्ला गर्ने भएको छ। यो आइपिओ 28 जेठ 2083 देखि खुल्नेछ। कम्पनीले 7,05,500 किता सेयर प्रति किता 100 रुपैयाँका दरले जारी गर्दैछ। अर्ली क्लोजिङ डेट 2 असार 2083 रहेको छ। यदि त्यसमा पूर्ण रूपमा आवेदन नभरिएमा 11 असार 2083 सम्म म्याद थपिनेछ। कम्पनीको कुल जारी पुँजी 34 करोड रुपैयाँ रहेको छ, जसमध्ये 25% अर्थात् 8,50,000 किता सेयर सर्वसाधारणलाई छुट्याइएको छ। यी मध्ये 10% अर्थात् 85,000 किता विदेशमा रहेका नेपाली नागरिकहरूलाई छुट्याइएको छ। 2% अर्थात् 17,000 किता कर्मचारीहरूलाई र 5% अर्थात् 42,500 किता म्युचुअल फन्डहरूलाई छुट्याइएको छ अर्थात् आरक्षित गरिएको छ। बाँकी रहेको 7,05,500 किता सेयर आम सर्वसाधारणका लागि हुनेछ। अब तपाईले भर्दाखेरि न्यूनतम 10 कितादेखि अधिकतम 5,000 कितासम्म आवेदन दिन सक्नुहुनेछ। यो आइपिओ को इस्यु म्यानेजरको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। अब रेटिङको बारेमा कुरा गर्दाखेरि केयर रेटिङ्स नेपाल लिमिटेडले सर्वोत्तम पेन्ट्सको इस्युअर रेटिङलाई केयर एनपी बीबी मा अपग्रेड गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम स्तरको रहेको संकेत गर्दछ। अब कम्पनीको बारेमा छोटकरीमा भन्दाखेरि सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको स्थापना सन् 2015 जनवरी 23 मा प्राइभेट लिमिटेडको रूपमा भएको थियो। सन् 2022 जुलाई 14 मा यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरियो। यो कम्पनीले डेकोरेटिभ पेन्ट्स, इमल्सन, इनामेल, प्राइमर, डिस्टेम्पर, वाटरप्रुफिङ, वाल पुट्टी, रोड मार्किङ पेन्ट लगायत विभिन्न गुणस्तरीय पेन्ट्स उत्पादन र बिक्री गर्दछ। कम्पनीको उत्पादन कारखाना गोदावरी 2 अत्तरिया कैलालीमा रहेको छ भने सेल्स डिपो मध्यपुर थिमी 2 भक्तपुरमा रहेको छ। साथीहरू, यदि तपाई यो आइपिओमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने 28 जेठ 2083 देखि आवेदन दिन सक्नुहुनेछ। यो भिडियो मन परेमा लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गरेर घण्टी आइकन थिच्न नबिर्सिनुहोला। अरु कुनै कम्पनीको आइपिओ बारे जान्न चाहनुहुन्छ भने कमेन्ट्समा लेख्नुहोस्।